नमस्कार अनि स्वागत छ हजुरहरूलाई फेरि मेरो नेक्स्ट भिडियोमा। आज पनि मैले हजुरहरू सामु फेरि अर्को भिडियो लिएर उपस्थित भइसकेको छु र यो भिडियो पनि एकदमै सिम्पल छ। हजुरहरूले हेरेर लाउन सक्नुहुनेछ र मैले चाहिँ यहाँ डिजाइन पनि देखाइरहेको छु। यहाँ मैले डिजाइन बनाउन सुरु गरिसकेँ भने यहाँनिरबाट बाहिर चाहिँ मैले यसरी लाइनिङ तानेर यसलाई चाहिँ मैले डिजाइन बनाइरहेको छु भने यसरी लाइनिङ तानेर हजुरहरूले यो फ्लावर बनाउनु भयो भने मिस्टेक हुँदैन। हजुरहरूको मेहन्दीमा हात बसेको छ भने हजुरहरूले डाइरेक्ट कोनले पनि बनाउन सक्नुहुनेछ र मैले चाहिँ हजुरहरूलाई सजिलो होस् अनि हजुरहरूले हेरेर सिक्न पनि सजिलो होस् भनेर चाहिँ मैले यसरी लाइनिङ तानेर हजुरहरूलाई देखाइरहेको छु भने यहाँनिर अब हो यो बिचको अहिले मैले चाहिँ लाइनिङ तानेर छोडेको छु भने यसमा चाहिँ पछि मैले बिचमा यो भर्ने छु। भरेपछि चाहिँ फ्लावर एकदम राम्रो मजासँगले देखिन्छ। अनि यहाँ पनि मैले यसरी लाइनिङ तानेर यसरी गरेको छु भने हजुरहरूले यसरी गरेर चाहिँ अनि बनाउनु भयो भने चाहिँ राम्रो बन्छ। हजुरहरूको हात पनि बस्छ मेहन्दीमा, हजुरहरूलाई कोन चलाउन पनि अलिकति सजिलो हुन्छ। अनि मेरो चाहिँ भएन भन्नुभयो भने यसरी लाइनिङ तानेर बनाउनु भयो भने चाहिँ एकदमै राम्रो बन्छ। यहाँ मैले अर्को पनि फ्लावर बनाउने नै छु। अब यहाँनिर यसरी अनि त्यस पछाडि मैले यहाँ फेरि यहाँ माथिबाट यसरी लाइनिङ तानेर निकाल्ने छु भने अब चाहिँ यो बनाइसकेपछि चाहिँ यहाँनिर अब यहाँ अर्को पनि बनाऊँ। त्यस पछाडि मैले यहाँनिर बनाइसकेँ, कम्प्लिट गरेँ भने अनि यसमा चाहिँ मैले अब यसरी हजुरहरूले यत्तिकै पनि लाउन सक्नुहुनेछ। योलाई चाहिँ मैले चाहिँ बिचमा हजुरहरूलाई भरेर पनि देखाइरहेको छु। यसरी कोनलाई चाहिँ अलिकति प्रेस गरेर हजुरहरूले हो यसरी झार्न सक्नुहुनेछ। प्रेस गर्नुभयो भने चाहिँ अलिकति मेहन्दी एकै लेभलमा प्रेस गर्नु होला। कुनै ठाउँ फेरि मेहन्दी धेरै झर्ने, कुनै ठाउँ थोरै झर्ने हुन्छ। यसरी एकै लेभलमा प्रेस गर्नुभयो भने चाहिँ मजाले सबैतिर एउटै लेभलमा झर्ने हुन्छ। अब मैले यो बनाइसकेपछि चाहिँ यहाँनिर लिप्स पनि बनाएर देखाउँदैछु। हजुरहरूले चाहिँ यो फ्लावर मात्रै पनि बनाएर लाउन सक्नुहुनेछ, लिप्स नबनाइकन पनि। यो पनि एउटा डिजाइन हुन्छ भने यहाँनिर लिप्स हालेर बनाउँदाखेरि पनि अर्को डिजाइन राम्रो नै देखिने हुन्छ। मैले चाहिँ यहाँ लिप्स बनाएँ, लिप्सको भित्र पनि भरेँ। यो भर्दा चाहिँ अझै लिप्स राम्रो देख्छ। यसरी भर्ने हजुरहरूले मैले चाहिँ अब अर्कोतिर पनि लिप्स बनाएर भर्नेछु। अनि यो डिजाइन चाहिँ एकदमै सिम्पल छ, हजुरहरूलाई सजिलो लाग्नुपर्ने हो। यो डिजाइन चाहिँ मलाई चाहिँ सजिलै लाग्छ। अब यहाँ यसरी लाउँदा पनि राम्रो देख्छ, थोरै पनि छ डिजाइन पनि हेर्दाखेरि। यसरी अब लिप्स पनि भित्र भरिदिने, भरेपछि चाहिँ राम्रो देख्छ। मेहन्दी लाग्नु अब हामीले हातमा लगाइसकेपछि चाहिँ पछि रिमुभ गरेर हेर्दाखेरि चाहिँ मेहन्दी अब कडा लागिसकेपछि, कडा कलर आइसकेपछि अनि डिजाइन चाहिँ एकदमै राम्रो देख्छ। हो यसरी भित्र भरेको छ भने चाहिँ अब मैले चाहिँ यही डिजाइनलाई चाहिँ यहाँनिर बनाइरहेको छु। किनभने एउटै डिजाइन यसरी बनायो भने चाहिँ मेहन्दी राम्रो देख्छ, डिजाइनहरू हातमा हेर्दाखेरि पनि राम्रो देख्छ। मैले यहाँनिर चाहिँ यसरी बनाइरहेको छु। अब यो पनि सेम हो, पछि बिचमा भर्ने लिप्सहरू बनाउने एउटै हो। हजुरहरूले हो यसरी नै बनाउन सक्नुहुनेछ। यसरी हेरेर हेर्नुहोस् त कति राम्रो देखिरहेछ भने यहाँनिर अब यसलाई चाहिँ लिप्स बनाउने, यहाँनिर पनि लिप्स बनाउने अनि भर्ने। हामीले लिप्सलाई पनि डिजाइनलाई पनि भर्ने, फ्लावरको बिचमा पनि भर्ने। यसरी मैले यहाँनिर बनाएर देखाइरहेको छु र अब अहिले चाहिँ म लिप्सहरू पनि भर्छु, फ्लावर पनि भरेर यो देखाइरहेको छु। यसो गरेपछि चाहिँ अनि डिजाइन पनि राम्रो देख्छ, कम्प्लिट पनि हुन्छ डिजाइन। अनि यसरी भरेर लाउनु होला तपाईँहरूले पनि। र मैले चाहिँ फिङ्गरमा एउटा डिजाइन मात्रै राखेको छु। तपाईँहरूलाई मनपर्छ भने फुल फिङ्गरमा लाउन मनपर्छ भने हजुरहरूले यही डिजाइनलाई फुल फिङ्गरमा बनाउन सक्नुहुनेछ। मैले चाहिँ यहाँनिर एउटा मात्रै बनाएर यहाँ हजुरहरूलाई देखाएको छु भने हजुरहरूले चाहिँ फुल फिङ्गरमा बनाएर लाउन पनि सक्नुहुनेछ।
एउटामा मात्रै पनि मैले जसरी नै पनि लाउन सक्नुहुनेछ। र हजुरहरूले चाहिँ मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ होइन, मेरो भिडियोलाई लाइक, सेयर, कमेन्ट, सब्सक्राइब पनि गर्न नबिर्सिनु।